दर्शक सम्पूर्ण मेरा प्रिय दर्शकहरू टेस्टीले र आज चाहिँ हाम्रो टु रिम्पोछे भनिन्छन् उहाँलाई र उहाँको नाम चाहिँ हामीले धेरै जस्तो टुगु तावा भन्ने भनिन्छ र उहाँ चाहिँ अब टुगु रिम्पोछे भनेको नाम चाहिँ उहाँलाई अनि जन्म बजिदिनु भएको भनेर हामीले सुनेको छ र उहाँ स्वयं ले पनि पहिला उहाँ स्वयं भन्दाखेरि उहाँले अब हामीले बुद्धमा उहाँको मुनि काम गर्नेहरूले भन्दा र हामीले अब साथीहरू यस्तो मिलेर बुझ्दाखेरि चाहिँ उहाँ चाहिँ हामीले जन्म बसेर उहाँ गर्नु भएको हो भनेर बुझेको छ र साथै अब उहाँ चाहिँ अब हाम्रो सेटाको रिङ्गु सकाएर अनि साथै उहाँले धेरै ठाउँमा अब रुदुन भनौँ या प्राणीहितको लागि उहाँले धेरै कल्याण गरेर साथै अब उहाँ 3 वर्ष पनि बस्नु भएको छ र त्यो साथै अब उहाँले धेरै कुराहरू उहाँबाट अनुभव भएकोहरू हामीले पनि केही कुरा सिकौँ कि भनेर आज उहाँले आज अब इन्टरभ्यूको लागि भनौँ या पोडकास्टको लागि हामीले उहाँलाई के भन्छ रिक्वेस्ट गरेको थियो र उहाँले पनि एकदम खुसीले हामीले मान्नु भएको छ र उहाँले पनि उहाँको गरेको हिसाबमा हामीले पनि उहाँलाई धन्यवाद भन्दै र आज चाहिँ उहाँलाई केही कुराहरू म सोध्न चाहन्छु र हजुरलाई एक कुरा सोधेको विषयमा हजुरहरूले पनि केही फाइदा पाउला कि भनेर आशा छ। लसो टुगुरे टेस्टीले लसो टुगुरे म हजुरलाई पहिला प्रश्न के छ भने चाहिँ हजुरको जन्म कहाँ थियो र तपाईँको घर कता पढ्यो यो अलिकति हामीलाई त थाहा छ तपाईँ मेरो दर्शकबिनहरूलाई थाहा छैन त्यही कारण केही परिचय दिनु भन्न चाहन्छु। लसो अनि फेबोला टेस्टीले अनि म चाहिँ अब नेपाल धादिङ जिल्लाका अहिले रुबेली गाउँपालिका तिब्लिङ अनि अब तिब्लिङ गाउँका अनि नरसङ्गालीको माइलो सर हो अनि म चाहिँ अब सानैदेखि अब भनौँ अब 1997मा चाहिँ म अब यहाँ अब दक्षिण भारतमा अनि परम पूजनीय अनि गुरु पेमा नुर रिम्पोछेको अब छत्रछायामा पढ्दै अनि अलिक बिस्तारै अब स्कुलको अनि 2007मा चाहिँ अनि स्कुल पनि अब मैले सघाएँ। त्यहाँदेखि अनि 2011मा चाहिँ मैले अनि अब सेटा भनौँ अथवा हजुर ठुलो उहाँले बुझ्नेको उहाँ चाहिँ अनि त्यहाँको पनि अब मलाई अवसर पायो अनि त्यसो गर्दा अनि 2019मा चाहिँ मैले अनि सेटा पनि अब मैले अब आफैले सक्दो नसक्दो गरेर त्यो पनि सघाएँ अनि त्यसै गरेर अब गुरुहरू आशीर्वादले भनौँ अथवा साथीभाइहरूको अब मेहनतले भनौँ अथवा साथीहरू अब सङ्गतले भनौँ अनि 2023मा चाहिँ अनि अब ढुकाङ अथवा छम भनौँ होइन लोसुम त्यो पनि अब त्यसको पनि मलाई अवसर पायो र अहिले चाहिँ त्यो सकेर म अब अहिले अलिकति म अब यो 2026मा चाहिँ अब त्यो छम पनि सकेर अहिले म यहाँ तपाईँहरू छेउमा छु अनि छोटोकाली भन्दाखेरि चाहिँ अब मेरो अब अलिकति अब बचपनमा चाहिँ यति नै हो। लसो अनि अब अलिकति प्रश्न फेरि पनि सोध्न चाहन्छु अरू मान्छेलाई टुगु रिम्पोछे अब यता गुम्बामा आउनुभएको छ जुन अब हाम्रो परम पूज्य गुरु ब्रह्मपेन्द्र रिम्पोछेले अब यत्रो ठुलो ठाउँ भनौँ स्थान अब ठुलो बनाउनु भएको ठाउँमा तपाईँ आफैको मर्जीले आउनु भएको कि या अब बाबुआमाले पठाउनु भएको र हाम्रो जस्तो सोच्यो भने हामी आफ्नो इच्छा त हुँदैन होइन सानोमा त हाम्रो त बाबुआमाले पठाएको तर हजुरले चाहिँ आफैको इच्छा अनुसार आउनु भएको कि या बाबुआमाले पठाउनु भएको या के कारणले आउनु भएको थियो यहाँ तपाईँ? हजुर अब हुनु त अब तपाईँले भन्नुभएको जस्तो अब यसमा चाहिँ मेरो सबभन्दा ठुलो भूमिका चाहिँ अब मेरो गाउँको लामाहरूको एकदम ठुलो हात छ यसमा चाहिँ अब हुनु त म सानोमा त्यस्तो अब म ठुलोमा पढ्छु मैले यस्तो जिद्दी सिद्दी चाहिँ मैले केही पनि गरेन जहाँसम्म मैले अब अहिले बुझ्दाखेरि सुन्दाखेरि अब गाउँठाउँमा जाँदाखेरि अब गाउँको लामाहरू मेरो यसमा ठुलो अब मुख्य भूमिका भनौँ अथवा यसमा चाहिँ अब मेरो दाइको चाहिँ अब ठुलो हात छ यसमा चाहिँ अनि अब त्यस्तो एउटा त मेरो लिली पनि होला होइन अब मलाई खासै अब अरू सुझाव एकदम अब भनौँ न अब चाहे होस् अब फेसिलिटी भनौँ त्यसो नजोड्यो पनि अब अहिले म यहाँसम्म आइपुगेको चाहिँ मेरो अब म यहाँ गुम्बामा आइपुगेको चाहिँ अब मेरो साथीहरूको यसमा ठुलो भूमिका छ किन भन्दाखेरि अब मेरो चाहिँ अब त्यस्तो अरू जस्तो अब एकदम हाई लेभल फेसिलिटी छन् भनेको त्यस्तो चाहिँ भएको छैन तर पनि अब यहाँ रिम्पोछेले अब यो बाटो बनाउनु भएको यहाँसम्म आएको चाहिँ अब साथीहरूको ठुलो भूमिका छ र यहाँ आउनुको अब गुम्बासम्म जुन अब ढोकामा ठेलेको भनिदिउँ न गुम्बासम्म यहाँ अब नाम्चेलसम्म यो अब भित्र ठेलिएकोसम्म चाहिँ अब यसो मेरो अब गाउँको ठुलो नाममा चाहिँ म त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छु किन भन्दाखेरि उहाँहरूको अब मलाई उहाँले पहिला अब त्यो बाटो गरेर चाहिँ यहाँ मलाई पठाउनु भएको त्यसको लागि चाहिँ म गाउँको लामाहरू लगायत अब जति पनि अब यसमा अब
मेन चाहिँ अब एकदम उहाँहरूको ठुलो हात छ, त्यसको लागि चाहिँ म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जस्तो भने रिम्पोछे अब घुममा आइपुग्नु भएको थियो होइन, अब आइपुगेर अब हामी सानोमा रिम्पोछे दर्शन जानुभएको थियो, हामी सानो थियो त्यति याद त हुँदैन, तर ठुलो रिम्पोछेले अब फर्स्ट चाहिँ अब हाम्रो ड्रम पेन रिम्पोछे भनौँ या क्याप्टेन रिम्पोछे दर्शन पाउँदाखेरि तपाईँले अनुभव जस्तो तपाईँको अब भित्र फिलिङ भन्न त्यो कस्तो चाहिँ आइपुग्यो होला, त्यो बेलामा के याद छ भने केही कुरा राख्न चाहन्छ कि तपाईँ? हजुर, सानोमा अब कस्तो हुँदाखेरि जस्तै अब गुम्बा भन्ने चाहिँ एकदम खुसी लाग्ने, जस्तै कि अब म गाउँमा पनि अहिले सानो सानो हुँदाखेरि अब हाम्रो गाउँतिर अब खेवा गर्ने सानो अर्डरहरू हुन्छ नि होइन, त्यसो गर्दैन हामी सानो सानो बच्चा एक ग्रुप गर्ने, अनि फेरि त्यो अब हुन्छ नि त्यो ढुङ्गा बजाएर त्यो अब रन्म गरेको जस्तो, अनि कति साथीहरूले फेरि यस्तो लट्ठीहरू बजाएर त्यो ढुङ्गा बजाएर गर्ने, त्यसो धेरै गर्थ्यो। भन्नु खोजेको चाहिँ अब त्यो अब गुम्बा भन्ने लामो भनेको चाहिँ धेरै रुचि थियो मलाई सानैदेखि नै, धेरै रुचि थियो अनि एकदम खुसी लाग्थ्यो। अनि जब मलाई अब गाउँको लामाहरूले अब मेरो दाइहरू भनौँ मेरो बुवाआमाहरूले तिमी ठुलो गुम्बामा जानुपर्छ, मैसुर गुम्बा जानुपर्छ भनेर अब मनले त्यतिखेर भन्नु नसके पनि मनमा एकदमै खुसी चाहिँ लाग्थ्यो, किन भन्दा गुम्बा भन्ने चाहिँ अब मनमा एकदमै अब खुसी हुने त्यस्तो थियो। अनि त्यसो गर्दा गर्दा अनि जब मलाई यो फिक्स भएपछि अनि यता आउने अब मैले एकदमै अब यो कन्फर्म भएपछि चाहिँ मलाई एकदम खुसी लाग्यो। अनि यहाँ आएर पनि अब तपाईँको अब रिम्पोछे भनेपछि त पहिलादेखि नै अब कि अब जस्तै अब पेनल मिक्स मात्रै नभएर जति पनि अब गुम्बाको अब रिम्पोछे हुनुहुन्छ, अब रिम्पोछे भन्ने बित्तिकै अब मनमा एकदमै अब कहिले भेट्छ उहाँले एकचोटि छुइदिँदा, उहाँले एक दुई शब्द मात्रै भनिदिँदा भन्ने मनमा एकदमै अब त्यो भन्नु न अब एउटा के भन्ने अब खुल्दिलो चाहिँ हुन्थ्यो। अनि त्यसरी अनि पेनल रिम्पोछे त अब कस्तो हुनु चाहिँ अब हाम्रो हिमालयन जातमा अब उहाँको अब के भन्ने माध्यम भन्ने कि उहाँको अब गुण भन्ने चाहिँ अब त्यो हामीले तिर्नु नसक्ने, त्यो चाहिँ अब मैले व्याख्या गरे पनि सकिँदैन थिएँ। तर हामी चाहिँ जब यहाँ आउँदाखेरि चाहिँ कस्तो थियो भन्दाखेरि अब रिम्पोछे भेट्नु धेरै नै गाह्रो थियो, किनभने अब यहाँको ठाउँमा त्यतिखेर अब त्यो टाइममा पनि तपाईँको अब हतार र क्रस नै थियो तपाईँको स्कुलमा मात्रै अब हाई स्कुल मात्रै भनौँ न हामीदेखि अब कलेजको छुट्टिएको कति थियो त्यतिखेर त्यो हामी अनुभव थिएन। अनि आनी गुम्बाको अलगै हो, ढासाङमा खिम्बुलो भेट्नु अलगै हो। अब तपाईँको त्यो टाइममा अनि स्कुलमा मात्रै तपाईँको 1100-1200 समथिङको अब हाराहुरीमा हुन्थ्यो र त्यतिखेर पनि अब रिम्पोछे अब लोसरमा आउनुहुन्छ अथवा रिम्पोछे कहिले अब छिकेर यसो आउनेपछि खुल्दिलो एकदमै खुल्दिलो थियो र फर्स्ट भेट्दाखेरि चाहिँ अब रिम्पोछेले ढाका जुयाइम्बे भन्ने चाहिँ अब त्यस्तो भन्दाखेरि पनि मनमा एकदमै क्या अब ल अब एकदमै अब ठुलो अब केही दिएको जस्तो कि अब हुन्छ नि अब मलाई बोल्यो मसँग रिम्पोछे बोल्यो भनेर त्यस्तो खुसी चाहिँ भएको थियो होइन। तर त्यस्तो अब त्यतिखेर अब ज्ञान पनि कम्ती भएर पनि होला, अब त्यतिखेर कस्तो भने रिम्पोछे भनेको थरथर काम्ने त्यस्तो थियो होइन। त्यो अब रिम्पोछे भनेको थियो गुम्बाहरू भने सानोदेखि रुचेको थियो, तर पेनल रिम्पोछे फर्स्ट भनेको चाहिँ अनि भेट्नुभयो उहाँको दर्शन पाउँदाखेरि चाहिँ अब उहाँले चाहिँ अब ढाका जुयाइम्बे भन्ने चाहिँ त्यो अहिले पनि मलाई याद छ होइन। त्यही भएर त्यतिखेर एकदमै खुसी लागेको थियो। अब कुरा छोराबाट सिधिले बस्छ त्यसको कुरा चाहिँ केही पनि भएन, तर त्यही भन्दाखेरि अहिले पनि त्यो कानमा गुन्जिरहेको छ होइन, त्यतिखेर एकदम खुसी लाग्यो मलाई चाहिँ। अनि अब फेरि कम्ती अब एउटा कुरा सोध्दा हामीले सुनेको हिसाबमा होइन, अब हामी त त्यसमा के भन्छ इन्भल्भ त छैन, तर पनि हामीले सुनेको हिसाबमा त्यो रिम्पोछेले चाहिँ अब झारखण्डमा मजिन गर्नुभएको भनेर हामीले सबै अब क्लियर छ होइन। तर टु रिम्पोछे अब झारखण्डमा मजिन गरेर ठिकै चाहिँ तपाईँ अब हामीले गुम्बामै गरेको भन्ने कुरा सुनेको थियो, त्यो 2000 कतिर गर्नुभएको थियो, तपाईँ के याद छ भने यसको विषयमा के भन्न चाहन्छ कि? यसमा चाहिँ अब यो जुन चाहिँ अब झार रिम्पोछेले होइन खुसी रिम्पोछेले हो, त्यो चाहिँ अब अहिले मनसँगै छ होइन, पछि अब रिम्पोछे त्यो चाहिँ कस्तो भन्दाखेरि अब 96 को हाराहुरीमा हो यो चाहिँ। म जब फर्स्ट अब गाउँबाट अब बगेर ल्याएको मलाई चाहिँ मेरो मामा हुनुहुन्छ, अहिले उहाँ अब यो संसारमा छैन। अनि मेरो दाइ बुम्बोले अनि मेरो मामाहरू हुनुहुन्छ, ठुलो मामा हो, अनि उहाँ दुईले चाहिँ काठमाडौँसम्म ल्याउनु भएको हो। अनि अब बाटोमा त्यतिखेर अब कस्तो भने अब अहिले पनि बाटो त अब काठमाडौँसम्म रोड त्यति साह्रो राम्रो छैन, तर त्यो टाइममा झन् भन्नु नभन्ने हो। अनि हिँडेर पनि 2 दिन लाग्थ्यो तपाईँ काठमाडौँ आउनुले होइन। तर त्यो चाहिँ म सानो थियो अनि जब म अलिक हिँड्नु सक्ने सिधै बाटोमा चाहिँ म आफै हिँड्थ्यो। अनि उकालो ओह्रालो आएपछि चाहिँ उहाँले बगी ल्याउनुहुन्थ्यो क्या, अनि घरि दाइले बोक्नुहुने दाइले बोक्नुहुने घरि अब मेरो त्यो ठुलो मामाले बोक्नुहुन्थ्यो क्या। त्यसो गरेर म काठमाडौँ आयो 96 को कुरा हो अब अहिले, किनभने 97 चाहिँ म यहाँ आइपुगेको हुँदैन। अनि त्यहाँ आएपछि चाहिँ त्यहाँदेखि अहिले अब हाम्रो बुद्धिमानको भाइ एउटा मार्का भन्ने हुनुहुन्छ, त्यसलाई त्यतिखेर जति पनि अब यो मैसुरमा पढाउने अनि उहाँकै अब एउटा माध्यम पनि भनौँ, उहाँको अब त्यसमा ठुलो भूमिका छ।
अनि उहाँले गर्दाखेरि चाहिँ अनि त्यतिखेर चाहिँ के भयो भन्दाखेरि चाहिँ उहाँले अब त्यतिखेर अब रिम्पोछेको दर्शन गर्नु धेरै गाह्रो हुन्छ होइन। अनि त्यतिखेर चाहिँ अनि स्वयम्भूमा ठुसी रिम्पोछे भन्नुहुन्थ्यो। अनि उहाँ म त सानो थिएँ, अब सानो बजारमा है लान्थ्यो आउँथ्यो कति अब रिम्पोछेहरू भन्दा खुसी लाग्ने होइन। अनि फेरि गइदियो भन्ने टाइपको पनि हुन्थ्यो होइन। अब गयो अनि मजा आउने क्या अब त्यो कुराहरू के भयो अब त्यो चाहिँ अब त्यतिखेर अब के कुरा हो त्यो मलाई थाहा थिएन। अनि फेरि फर्केर आयो बदम होइन। अनि त्यहाँदेखि फेरि कहिले जान्छ अब भन्नु चाहिँ नसक्थेँ मैले होइन। जाउँ न उतै भन्ने टाइप त्यस्तो चाहिँ मैले भन्न सक्थ्यो। तर पनि अब कहिले जाँदा मन खुद्दिलो चाहिँ हुँदैन। तर त्यतिखेर अहिले बुझ्दाखेरि चाहिँ अब त्यो गएको यसो अब आएको गएको त्यतिखेर चाहिँ अब त्यो अब टुको यस्तो अब त्यो कुराहरू भइरहेको छ होइन। तर अहिले दाइहरूसँग जति पनि कुरा गर्दाखेरि चाहिँ त्यतिखेर के भयो 6 महिना लागि गर्छ उहाँले चाहिँ होइन। त्यो जुन अब टुको हो भन्ने एउटा प्रमाणित त्यसो उहाँले त्यो दिनु लागि चाहिँ 6 महिना लागि गर्छ। किन भन्दाखेरि अनि भोलि आएछ भने फेरि अब उहाँले अब के हेर्नु छ नि त होइन। त्यसो गर्दा अनि पछि 6 महिना बादमा चाहिँ अब ठुसी रिम्पोछे अनि त्यसो एउटा भनौँ न प्रमाणित त्यसो भन्नुभयो होइन। त्यसपछि त अब त्यतिखेर नि अब के भन्नु भने अब मेनमा चाहिँ अब लोप्चाउने हो होइन। अब त्यो अब नामले काम चल्ने कुरा आएन। त्यसो भनेपछि अनि त्यहाँदेखि अनि दाइहरू उहाँहरू के सल्लाह भयो लामासँग कस्तो सल्लाह भयो त्यो चाहिँ मलाई अब त्यस्तो के पनि अलि जानकारी छैन। अनि त्यहाँदेखि अब दक्षिण भारत जानुपर्छ भनेपछि चाहिँ त्यहाँदेखि नि हाम्रो मेरो खेङ्गुर भनौँ गार्जियन भनौँ अनि त्यो हेन्थुङको टासी हुनुहुन्छ। अनि उहाँले चाहिँ मैले अनि त्यतिखेर ल्याएको जस अब छोटो गाडी भन्दाखेरि चाहिँ अनि झ्यारा रिम्पोछे चाहिँ गरेको छ होइन। प्रायः साथीहरूले अहिले मलाई सोध्नुहुन्छ तपाईँ अनि झ्यारा रिम्पोछेले यस्तो यस्तो हुनुहुन्छ। अनि अहिले मैले यताउति बुझ्दाखेरि चाहिँ त्यो अहिले झ्यारा रिम्पोछे साथीहरू हुनुहुन्छ त्यसले पनि मलाई बारम्बार सोध्छ। अहिले म छुट्टीमा गयो भने कहिले पहिला त भेट्ने गर्थ्यो। अनि उहाँले सोधिरहनु हुन्थ्यो कि त्यो छ ठुसी रिम्पोछे चाहिँ हुन्छ भन्नुभएको हो। अनि यहाँ आएर अहिले ठिन्ने चाहिँ मैले गरेको छैन किन भन्दाखेरि म लोप्रे झिन्डा खेपा सक्दाखेरि पनि अहिले किम्बो अनि तेन्जिङ नोर्बु जुन अब हामीले अब हालैमा भन्ने चाहिँ अब किम्बो ताम्छिन भनौँ न होइन। अनि उहाँले जब फर्स्ट रिम्पोछे खुसी गर्दाखेरि चाहिँ त्यतिखेर अब पिनो रिम्पोछे अलिकति अब अलिकति बिमारी भनौँ न अवस्था हुँदाखेरि चाहिँ अनि उहाँले कुरा निकाल्नु भयो। त्यतिखेर हामी अब रेडी गरेन अनि सेरा सक्थ्यो पनि अनि त्यो कुरा उहाँले निकाल्नु भयो। त्यसमा नि अब अहिले नगरौँ पछि अब सोचौँ गरेर सकेर गरौँ भने मैले त्यस कुरा मैले टारिदियो। अब त्यो गर्ने नगर्ने भने अब त्यो समय कुरा होइन। तर मैले त्यतिखेर चाहिँ अब त्यसो गरेर टारिदिएको कुरा चाहिँ त्यो चाहिँ अहिले ठिक नै भएको छैन। ए अब रिम्पोछे अब हाम्रो स्कुल कलेज सबै अब अनुभव गर्नु भइसकेको छ। साल लगायत अब हाम्रो दुखाङ पनि एकदम अनुभव गर्यो। तर अब यो तिनवटा हजुरले अब हाम्रो स्कुलमा बस्दाखेरि अब जस्तो लामा डाबोको स्कुलमा बस्दाखेरि तपाईँले अब यसमा मेन कुरो जस्तो अब लामा डाबोले गर्नुपर्ने जस्तो के रहेछ अब हाम्रो विद्यार्थी स्कुलको विद्यार्थीहरूले चाहिँ केमा धेरै फोकस गर्यो भने चाहिँ आफूले स्कुल टार्न सक्ने रहेछ र के गर्यो भने चाहिँ आफूले फाइदा हुने रहेछ त्यसको विषयमा के भन्न सक्नुहुन्छ? अब हुनु त अब लोप्रेमा अब मेन भनेको अब चौचेलेन अनि रित्ने हो होइन लाइक सुन्दा। अब मेरो आफ्नै अनुभव कस्तो हुन्छ अब हुनु त मलाई अब अर्को त्यस्तो अब एकदमै अब खतरा अब भनौँ न एउटा राम्रो गार्जियन भन्ने अब लोप्रे समस्या मात्रै हो। अनि मलाई चाहिँ आफूलाई लागेको चाहिँ एकदम भर पर्दो चाहिँ साथीलाई मेरो अहिलेसम्म म यहाँ आइपुग्नु चाहिँ अब मेरो भनौँ न अब कलेजमा भनौँ अथवा दुःखमा विद्यार्थी भनौँ होइन अथवा स्कुलमै भनौँ होइन साथीको चाहिँ मेरो एकदमै ठुलो हात यसमा चाहिँ अब पनि म खोजेको चाहिँ अब साथीले यो गर यस्तो गर त्यस्तो गर भनेको चाहिँ होइन। अनि अब सानोमा कस्तो हुन्छ अब हामी चाहिँ कस्तो भने अब साथीहरू हुर्र अब 6 जना सुन्नु गयो भने आफू पनि अब बस्छ त बस्छ नि अब हुर्र जाने अनि एक दुईवटा त्यो रुखमाहरू बस्नु भने खुसी लाग्ने रुखमाहरू पुग्नु भयो भने मजा आउने होइन। अनि केही नै पाएको जस्तो लाग्ने क्या। त्यही भएर अनि स्कुलमा पनि त्यस्तो थियो होइन। अनि साथीहरूले अब मेरो साथीले खेल्ने सिक्यो म पनि खेल्ने सिक्नु जाने थिएँ। अब आफ्नो एउटा दिमाग लागेर होइन म योसम्म गर्छु यतिसम्म गर्छु भने त्यस्तो केही थिएन मेरो यस्तो मतलब अब एउटा बिग्युल भन्नु नि त्यस्तो के पनि तर पनि अब साथीहरू मजा गर्ने मजा त मजा आउने एकदम खुसी लाग्ने होइन। अनि कलेज सेटमा पनि त्यस्तै हो जस्तै अब झिन्डा अब शिवती माथि घुममा भनौँ न होइन शिवती मुनि घुममा भनौँ न होइन। अनि अब जब झिन्डा घुममा चाहिँ कस्तो हुन्छ भने अब झिक्ने सिक्ने हुन्छ नि अब ताक्रे लोटी साथी हुरु जाँदाखेरि आफू पनि अब त्यो हुन्छ नि अब पारा बसेको गऱ्यो भने कि अब अनि साथीहरूले सोध्यो कि अनि तिमी जाने नाच्ने भने अब नाइ चाहिँ भन्दैन जाने जानुहोस् नाच्ने नाच्छ धनाउँछ नहोस् अब कहिले अल्छी पनि नाच्छ नि त होइन। त्यो हुँदाखेरि चाहिँ अनि जानु चाहिँ म जान्थ्यो अनि कुनै कुनैमा चाहिँ एकदम रुचि हुन्थ्यो कुनै कुनै अब मचाउने हुन्थ्यो। जब दोहोरो घुममा गएपछि त्यहाँनिर फेरि अब साथीहरूले अब हुन्छ नि अब अलिकति अब पछिको कुरा गर्ने अब हुन्छ नि समाजको कुरा गर्ने अब कति चिजहरू चाहिँ अब समाजको कुरा अब मन पऱ्यो पनि सुन्ने कति कुराहरू चाहिँ मन नपऱ्यो नि अब सुन्ने क्या। अब तर म त्यो अहिलेसम्म साथीहरूलाई अब यो कर त्यो कर त्यसो चाहिँ मैले कहिले खाँदै गरेन। तर अब
यहाँसम्म आइपुग्नु भने चाहिँ अब साथीको चाहिँ मेरो ठुलो यो अब त्यसको लागि चाहिँ म साथीहरूले धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसको लागि होइन। अनि अब मेरो आफ्नै यो भनेको चाहिँ त्यही हो अब तपाईँको साथीको चाहिँ एकदम जस्तै ढुङ्गामा बस्दा पनि अब उहाँहरूकै अब साथीहरूको यसले गर्दै म अब के भन्नु तपाईँले सक्सेस भन्नु नि होइन त्यो साथीहरूको धेरै मात्रै हुन्छ। अब अरू त के भन्ने अब तपाईँ ढुङ्गामा बस्दाखेरि अब हामीले बुझ्दाखेरि र थाहा अब तपाईँ अनुभव गर्ने मान्छे स्वयं हुनुहुन्छ हामी चाहिँ सुन्नेको भरमा हो है। ढुङ्गाभित्र बस्दाखेरि चाहिँ अब सेयर पस्नुपर्ने के भन्छ अब हाम्रो भन्दाखेरि इम्पोर्टेन्ट हो रहेछ कि होइन तपाईँको विषयमा कस्तो लाग्दछ? अब यसमा चाहिँ के हुन्छ अब सेट हेर्नु सकेर आफूले अब भन्छ नि अब एउटा त्यो अब चुन्डो गरेर अब त्यो थोपा चाहिँ होइन थोपा अनि त्यहाँ सम्भव घुम्बा चाहिँ अब जानुपर्छ। अब सिधै घुम्बा मात्रै गयो भने फेरि अब लाग्दोमा है उहाँलाई अब क्याप्सिकर भन्ने त्यो ताम्बियर धेरै छ हात नभएको अब एउटा आमाले आफ्नो छोरा खोलामा बगायो भने अब यदि ऊ आमाले भने ऊ पनि डुब्ने नै हो। अब त्यहाँबाट के गर्ने मेरो छोरा खोला बगाए पनि मात्रै भएन थोपा नभएको साम्बा नभएको घुम्बा गऱ्यो त्यस्तो हुन्छ। अनि म आफैले चाहिँ के कमी कमजोर भयो भने म आफैले चाहिँ कस्तो भयो भन्दाखेरि अनि अब जब त्यो अब नियमबाट गर्दै गयो भने चाहिँ अनि मैले अझै पनि ठिकहरू चाहिँ लिनुपर्ने छ भन्ने चाहिँ मलाई त्यसो अनुभव भयो क्या अब त्यही हो नि हाम्रो क्लासको हिसाबले होइन त्यो छेनी एवा हालेर त्यस्तो चाहिँ ट्यापो चाहिँ होइन अझै पनि अब लामाहरूबाट खेन्चिनहरूबाट होइन जति पनि अब एकदम अब राम्रो भएको धेरै हुनुहुन्छ नि होइन उहाँहरूबाट अझै पनि मैले ठिक लिनुपर्ने छ भने मलाई एउटा त्यो चाहिँ मलाई एउटा कमजोरी मलाई फिलिङ भयो क्या। त्यो भन्दाखेरि चाहिँ तपाईँको अब ठाउँमा त अब चाहिन्छ तपाईँको सेटर त अब जरुरी हो किनभने अब निमाको अब के भन्ने अब साङ्गिक सुविधा मुटु सुन्दैन होइन अब त्यो थोपा चाहिँ मुटु गयो भने एकदम राम्रो तपाईँको होइन त्यो मात्रै नसक्यो भने आफैले जति सक्छ अब जस्तै अब कति त अब सेयर हेर्न नसक्ने छ त्यसको तिनीहरूलाई चाहिँ अब जति सक्दो जस्तै अब चुन्चुक मात्रै हेरेर फेरि नागहरू एक दुई हेर्नुपर्ने हो कि त्यो चाहिँ आफ्नो ठाउँमा छ। तर थोपा चाहिँ चाहिन्छ सम्भव पनि चाहिन्छ मलाई चाहिँ त्यो अनुभव भएन। अनि जब अब हामी पनि अब सेयर हेर्दा अब त्यति अब भनौँ न अब एकदमै अब घोटेर भनौँ एकदम अब गहिरो चाहिँ हेरेको छैन तर त्यो हुँदा पनि अब अझै पनि अब कस्तो लाग्दछ भने पहिला सेटामा चाहिँ अब कस्तो खाइदियो हुँदैन ए यति नै रहेछ भन्ने अब एउटा पहिला मनमा हुँदैन होइन अब खासै अब अहिले बुझ्दाखेरि चाहिँ त्यो घर चाहिँ अब हुन्छ नि अब सानो दुलथुम जस्तो हो रहेछ क्या। त्यही भएर अब हामीले गर्नलाई चाहिँ अब त्यो थोपा चाहिँ चाहिन्छ रहेछ तपाईँको खास गरेर नाकको घर होइन अब हामीले गर्नलाई त्यो चाहिँदैन रहेछ म अब चाहिँ त्यही फिल भयो अब अझै पनि मैले अब सिक्नु मन धेरै रहेछ भने चाहिँ त्यो चाहिँ मैले फिल भयो। त्यही भएर अब घुम झ्याम्नेको लागि अब छाम बस्नुको लागि चाहिँ थोपा चाहिँ म त जान्नु भन्ने त्यो चाहिँ मलाई फिल भयो त्यसै। अनि फेरि यसमा थपेर फेरि सक्छौँ अब हामीले देखिरहेको है अब हामीले टुर बसेर जस्तो माथि ठिमा बसेर वाङ डुङ्गर मान्छे गर्नुहुन्छ र अब हामीले टुर बसेरले एकदम मनभित्रबाट विश्वास त वर्ष हुन्छै हुन्छ नि तर हाम्रो टुर बसेर के भन्छ अनिसरी भन्छ होइन अनिसरी जस्तै अब ढुङ्गा पस्नु पर्नै पर्छ कि पर्दैन तपाईँको विषयमा कस्तो लाग्छ? अब यो ढुकाङ भने चाहिँ अब अहिले अब जस्तो भन्नु अब हाम्रो यहाँ नाम्चीमा अब यो ढुङ्गा हुनुहुन्छ त्यो चाहिँ अब लोसुम हो होइन अब यहीँ बस्नुपर्छ भन्ने छैन तपाईँको जस्तै अब हामीहरू चाहिँ कस्तो हुन्छ अब अहिले जेनेरेसन अब छिटो गर्नु भने तपाईँको अनि जस्तै अब छिटो अब सानो एजमा सेयर सघाउनु भने सानो एजमा स्कुल सघाउनु भने सानो एजमा अब त्यो भने एउटा मान्छेको एउटा भनौँ न अब माइन्ड सेट भनौँ होइन एउटा दिमागमा त्यस्तो एउटा फिट भइसकेको छ नि त होइन। अब मेरो विचारमा के लाग्छ भने अब तपाईँ ढुकाङै बस्नुपर्छ भने छैन किनभने अब त्यो एउटा लङ टाइममा अब एकैचोटि अब तपाईँ तातो पानीमा खमङ्ग हालिदिएको जस्तो पनि हुनसक्छ त्यसले होइन त्यो नसक्यो भने तपाईँले जस्तो कि अब तपाईँको चासो हुँदैन होइन लामोको अब 3 महिना जस्तो छाम बस्यो लामोको मुठी गरेर दियो 3 महिना जस्तो बस्यो फेरि बाहिर हाली गयो हुन्छ भने त्यस्तो गरेर जाँदा पनि हुन्छ तपाईँको त्यो अब भन्नु खोज्यो त्यो चाहिँ हामीले चाहिँ थोपा चाहिँ हिउँसे गर्नु पऱ्यो अब त्यो छामहरू चाहिँ नियमहरू पुऱ्याउनु पऱ्यो होइन। अनि अब त्यो त्यहाँको अब घुम गर्नेहरू अब भन्छ नि अब होइन अब त्यो चाहिँ अब मान्छेले अब खाना त बनाउनु जान्ने मात्रै त आउँदैन त्यो पकाएरै खाएपछि मात्रै आउँछ नि होइन त्यही भनेर अब तपाईँको त्यो फेरि कहिले चाहिँ अब खाना ओभर भएर मान्छे लड्छ नि त फेरि होइन त्यसो भनेपछि भन्नु खोजेको चाहिँ अब तपाईँले लोसुम अब उसमै जानुपर्छ भने चाहिँ छैन। अब त्यो बस्नु अब बसेर हुनु त अब यहाँ ढुकाङमा अब छिङ बस्छ यसमै बस्नु सक्यो भने धेरै अब 6 डिभिजन त भयो होइन त्यो नसक्यो भने अब सुरुमा गएर अब यो वर्षमा अब 3 महिना जस्तो तपाईँको अब लामा जस्तो बस्यो फेरि अर्को महिना फेरि 3 महिना जस्तो फेरि हितामा बस्यो
त्यसो गर्दा पनि हुन्छ मेरो विचारमा चाहिँ त्यो चाहिँ मेन निम्बु चाहिँ के हुन्छ कि त्यो गर्नु चाहिँ पर्छ तपाईँले अब एकैचोटि अब स्यार्क्याङ गरे पनि भयो अथवा छाम्बा छाम्बा गरेर गरे पनि गर्नु चाहिँ पर्छ मलाई चाहिँ त्यस्तो लाग्छ होइन मेरो आफ्नो व्यक्तिगत सोचमा चाहिँ अब हुनैपर्छ भने चाहिँ होइन अब अब अहिलेसम्म अब विगतमा गइसक्यो हाम्रो साथीहरू पनि धेरैहरू हुनुहुन्छ उहाँहरू पनि अब केही अब कारणले जानुभएको छ बाहिर होइन घुम्न फर्केर नआउनु भएको छ र आउनेवाला कलमा पनि हाम्रो अब मान्छेहरू लामाहरू ढाबाहरू कतिको अब बाहिर जाँदाखेरि फर्केर नआउनेहरू त्यस्तो धेरै हुँदो रहेछ नि त अब यस्तो बाधाहरू आउँदाखेरि चाहिँ आफूले कसरी चाहिँ रिकभर कसरी चाहिँ आफूले सपोर्ट गरेर आफूले सेल्फ डिफेन्स भन्छ होइन त्यो चाहिँ कसरी गरेर चाहिँ फेरि पनि घुम्नमा आउने खालको प्रयास गर्नुपर्ने रहेछ र अब यसो अब के भन्छ अब यसो खालको गरेर चाहिँ आफूले फेरि के छ होला भनेर चाहिँ आफूले के कस्तो खालको सोच ल्याएर चाहिँ आउनुपर्ने रहेछ तपाईँले यस्तो हेर्दाखेरि चाहिँ अब हामी नर्मल्ली भन्दाखेरि चाहिँ अब साधारण भन्दाखेरि अब छेउ गर्नु त सदुसनम चाहिन्छ हजुर अब सदुसनम मात्रै भइरहनु हुँदैन अब जस्तो पहिला कति बेला अब सदुसनम कम्ती होला तर यहाँ आएर छेउ गर्दा कति फेरि अब ६७ जाउँ धेरै गर्ने त्यो गर्दा अब एउटा स्टेप बाई स्टेप गरेर माथि जाने हुन्छ अब त्यो चाहिँ अब आफ्नो अब रेली हो होइन अब यो रिकभरिङ भन्ने चाहिँ कस्तो भने एउटा चाहिँ मान्छेले भित्रदेखि रुचि पनि हुनुपर्ने छ अब लेदम मलम केनहरू सबै ठिक गर्नुपर्छ अब यो छोड्ने भन्नेहरू अब कति अब ग्राहक पनि आएको हुन्छ कति ग्राहक खोजेर जानेहरू पनि छ त्यो अब हाम्रो देखेको कुरा होइन यसमा हामीले अब कसैलाई तोकेर नभनौँ होइन अब हामीले देखेको चाहिँ अब यसमा चाहिँ अब कस्तो हुन्छ भन्दाखेरि अब कति चाहिँ अब बाउमा समाज सबैले क्याप्चर गरेर गर्ने पनि छ अब छेउबाटै ठेलिदिनेहरू पनि छ त्यो हामीले देखेको कुरा हो कति चाहिँ फेरि समाजले बिगारिदिने अनि बाउआमाले अब छेउ गर्नु पर्दैन तिमी अब तिमी विशेष हो तिमी जेठो छोरा हो तिमी एक्लो छोरा हो अब घरमा कोही छैन भने त्यसो पनि छ त्यो भने चाहिँ ऊ आफू अब ऊ आफ्नै सोचमा भयो भन्ने कुरा हो होइन जस्तै म जस्तो भने चाहिँ अब म अब मेरो हामी 4 दाजुभाइ छ म अब माइलो दाइ हो के अरे माइलो छोरा हो म चाहिँ होइन अनि मेरो चाहिँ टेन्सन छैन त्यस्तो अब त्यस्तो अब त्यो दिमाग अब ठुलो दाइ छँदैछ भाइहरू छँदैछ बाउआमा पनि हात गरेछ त्यस्तो अब छैन त्यसमा चाहिँ म आफैले भाइ माने अब ठान्छु होइन भाइ माने पनि हो म आफैले अब किनभने अब यत्रो छेउ गरेर पनि अझै बाउआमाले यतै मलाई सपोर्ट गर्छ मैले चाहिँ ल है हामीले के गर्नुपर्छ हामीले छेउ कसो गर्नुपर्छ भनेर बाउ यता सोध्नुहुन्छ त्यही भने चाहिँ मलाई पनि अब मजा आएन होइन अब पहिले कति सिकेको छ धेरै दिन नसके पनि हल्का थोरै होइन अनि कतिको चाहिँ अब घरभरि अब प्रब्लम पनि हुनसक्छ होइन अब त्यसको लागि चाहिँ रिकभरी चाहिँ यस्तो अब मलाई जहाँसम्म मलाई लाग्छ भन्दाखेरि अब उसले अब त्यो के अरे यो गुम्बा पनि छोडेर गएको मात्रै हुन्छ होइन अथवा यो अब देश मात्रै भनौँ त्यो मात्रै छोडेर गएको होइन तर नामै छोडेको त होइन नि उसले उसले त्यो मात्रै नगरेर पनि उसले अब जस्तै कि अब उसले छिजु न्याङहरू जस्तो औँसी पुर्णिमाले जस्तोमा त्यसमा पनि अब 1 घन्टा 2 घन्टा जस्तो अब लामो यो छोडेपछि त अब उसले धर्म गर्दा धेरै गाह्रो हुन्छ तर पनि कम्ती समयमा धेरै बन्ने गरेर त्यस्तो तार्केरहरू जस्तो अथवा वर्षमा एकचोटि मन्डप बस्दिने जस्तो अथवा वर्षमा एकचोटि न्युली बस्दिने जस्तो अथवा घरभित्र पनि अब हुन्छ नि पालो घरको बाउ बस्यो भने अरूले आमा बस्दिने जस्तो किनभने अब तपाईँ गृहको अब त्यो काम त चलिरहनु पर्यो चुलो त बालिरहनु पर्यो अब बारीमा पनि खोदालिरहनु पर्यो अब भोलि खाने त छुट्छ अब तपाईँ हामीहरू लामो भन्ने भिक्षु भन्यो अब कतै माग्दा पनि पाउँछ मलाई चाहिँ त्यस्तो लाग्छ होइन त्यही भएर नि अब लामा छोडेर जाने हो चाहिँ अब अनि उसले धेरै नबुझ्यो पनि जस्तै अब तपाईँको ल्यापटप मात्रै सक्नेले पनि तपाईँको अब त्यो क्याल्सियम लाग्ने सेटिङ भनेर हेर्छ होइन त्यो भएर चाहिँ अब लेग घिम्डे छेउछेउ अलिअलि जति जाने हुन्छ होइन अब धेरै गर्नुपर्छ भन्ने पनि छैन जति जाने हो त्यसमा अब घरमा अलिकति लागु भयो भने त्यो अब सुख त झोला पनि चाहिएकै हो दुःख नचाहिएकै हो होइन संसारमा जो जस्तो भयो भने अब तर सुख चाहिनेलाई चाहिँ के हो अब भगवान्ले दग दिने चाहिँ कुरा आउँदैन त्यही भएर अब सुख चाहिनेलाई चाहिँ सुखकै बिउ रोप्नु पर्यो अब बिउ मात्रै रोपेर चाहिँ भने अब पानी हाल्नु पर्यो फेरि त किन्छ भने बल्ल पाउँछ होइन अब दुःख पनि त्यही गर्न अब बिउ रोप्नु पर्यो अनि अब त्यो त अब त्यहाँ फेरि आउँछ त्यसको पनि होइन बेसार बेचेर पाउने हुँदैन त्यही भएर अब जसले अब त्यो हुन्छ अब जस अब यहाँ आएपछि तपाईँको अब खाली हात चाहिँ कोही पनि जान्दैन यहाँबाट त्यस्तो चाहिँ अब एकदमै अब सम्बन्ध रहेछ पेरुले जान्ने नजाने पनि एकदम गहिरोले नजाने पनि अब निम्बु भन्छ लेगिम्डे भन्नेहरू त्यहाँ अब खानाको एकदम त सुनेको हुन्छ क्या हो त्यसको आधारमा पनि अब त्यो चाहिँ अब एउटा आफ्नो हिसाबले टेक्निकलले हिँड्ने हुन्छ होइन जस्तै कि अब अर्कोहरूले 12 महिना गर्दैछ लामो गर्दैछ भने आफू रिहाते भरि त्यो गयो भने त त्यो त भोलि गएर फेल खान्छ त्यही भएर चाहिँ अब जति पनि गएको अब मेरो भाइ अब बहिनीहरूले भनौँ न होइन जति पनि मेरो साथीहरू छ तिनीहरू चाहिँ अब मेरो अब भित्री यो चाहिँ होइन
अब अरू बेला सक्यो नसक्यो भने होइन अब समाजमा हिँड्नै पर्यो। त्यही गर्दा अब छोटो गरी भने चाहिँ अब औँसी बोल्ने जस्तो हो सेचुनियामा चाहिँ चाहिँ अब दिनभरि पनि होइन आधी दिन चाहिँ सक्यो भने त्यो बुनासन 1-2 घन्टा त्यो बुनासन 1 घन्टा त्यो आफ्नो लागि होइन हजुर त्यो गरिदियो भने चाहिँ अब राम्रो हुन्छ यो भन्ने चाहिँ मेरो अब चाहिँ के भन्ने मेरो सोच अब भनौँ न। हजुर धेरै खुसी लाग्यो हजुरको सोच यत्रो राम्रो राख्नु भएको छ। अगम पनि अब टुरिङले के समय पायो भने फेरि पनि अब के कुरा राख्नु भनेर अब अहिले पनि हजुरले रिक्वेस्ट गरेको छ किनभने अब अहिले अलिक समयको अभाव भएर चाहिँ अब अलिकति गाह्रो भएर छ हामीलाई है। र पछि अब तपाईँ फेरि पनि अब इन्टरभ्यूमा फेरि पनि बसिदिनु फेरि गर्ने मानिदिनु भनेर के भन्नु मेरो आफ्नो एउटा व्यक्तिगतबाट रिक्वेस्ट छ। र अनि टुरिङमा चाहिँ अब भोलि तपाईँ जानुहुँदैछ त्यसको लागि के भनौँ न मनभित्रबाट पनि अब केही त दिन सकेन तर पनि टुरिङमा चाहिँ हृदय क्याचिङ होस् न हामी सबै अब मेरो दर्शन बिन्ती सबै देख्ने तपाईँलाई प्रार्थना केही छ भन्न चाहन्छु।